हेलो गाइस, नमस्कार सबैजनालाई। आज चाहिँ हामी छुट्टीको बेला, आज हामी चाहिँ छुट्टीको बेला चाहिँ हामी यो खाली जग्गामा किन त्यतिकै छान्नु भनेर चाहिँ अलिकति दुई चार पैसा जोगाउनको लागि चाहिँ यहाँ सागसब्जी लगाउन गइरहेको छौँ। हामीले चाहिँ अब यो सागसब्जी लगाउन एकदम तपाईँलाई पछि फेरि सागसब्जी उमारिसकेपछि देखाउँछौँ कस्तो फ्रेस हुन्छ। यहाँको सागसब्जीहरू एकदम राम्रो हुन्छ, अर्ग्यानिक हुन्छ। सो तपाईँलाई आज चाहिँ हामीले यहाँको चाहिँ कसरी खेती गरिरहेको छौँ, कसरी लगाउने भनेर सबै देखाउन गइरहेको छु। चाहिँ यहाँ यसरी एउटा पिलर जस्तो गाडेर लामो रस्सी टाङ्यो है, रस्सी टाँगेर चाहिँ यहाँ यसरी गर्न ड्याङ बनाइन्छ पहिला। यहाँ चाहिँ हामी सबैजना साथीहरू हुनुहुन्छ है। हेर्नुहोस् हाम्रो अम्मा अप्पाहरू पनि हुनुहुन्छ। हेर्नुहोस् त्यसले हेर्नुहोस् हाम्रो दिदी हुनुहुन्छ उता राखी ले, अनि यता सानुवा, यता पूजा, उता विष्ट भाइ गइसक्नु भएको छ, नवीन विष्ट। ल यता हाम्रो राखी लिम्बू, उहाँ चाहिँ झापाको हुनुहुन्छ। उहाँ र उहाँ चाहिँ हेलो दिछा, उहाँ पनि झापाको है। उहाँ चाहिँ कम्बोडियाबाट, अनि उहाँ इलामबाट, यहाँ चाहिँ सुरुमा यसरी प्लास्टिक बिछाइन्छ नि। दिक्षा काम गर्नुहोस् न, के गरेर हेरेर बसेको टु वहाँ परेर। नवीन भाइ किन हाँसेको, छिटो गर्नु न। मलाई पनि यस्तो ए हो त्यसरी हो, यसरी त्यो छिटो खुट्टा हो त्यसरी हो। अलिअलि तन्काउनु न, ऊ तपाईँको हो। तपाईँको तन्काउनु अब तन्काउनु भन्दा नि खालि पट्टा बोले सुन्छ। भिडियो हो, भिडियो चाहिँ पाइदैन। पहन दाइ सानो भाइलाई उडुउँदो तान्नु है प्लास्टिक। यतातिर चाहिँ प्लास्टिक नै हाल्दिदैन भनेको। यता गऱ्यो भने त ऊ झन् यता आउँछ। यता धेरै आएको उता गर्नु, यतापट्टि धेरै आएन नि, मैले कसरी पुरौँ। ल यहाँ हौ एकैचोटि यहाँ यहाँनिर टोइलेटकै टोइलेट आएर हो क्या फर्स्टमा। ल हाम्रो यहाँ पानी चलिरहेको छ। 이거도 돈나물 옆에 있어, 집 옆에. 만들어도 왔어. ल है साथीहरूलाई हेर्नुहोस्, यसरी यहाँ बदाम रोपिरहेको छ हामीले। अब यहाँ चाहिँ यसरी बदाम रोपिन्छ दुईटा। ल हेर्नुहोस् रोप्दै रोप्दै जाने। अनि पछि माटोले पूजा हेलो 안녕하세요 감사합니다. काम लगाइदिहाल्यो। बिचाको मुकेर काम लगाइदिएकोमा खाम्सामिदा अरे अम्मा अप्पालाई। जति बेला त्यही भन्छ त साथ भिडियो बनाएको उसाले लुगा फेरेको बारीमा काम गर्दा पनि थक पर्छ। गर के गर, मैले त्यो भइसकेको छ। हाम्रो सागसब्जी रोपेर भ्याएर अहिले हामी कुखुरा काटेर खाने कार्यक्रम छ। ल हेर्नुहोस् भाइले चाहिँ तिते बनाउँदै हुनुहुन्छ कुखुराको। कसको लागि अरे कुखुरा? विशेष हाम्रो भरत दाइ र अमर भाइको लागि हो। यहाँ चाँडै आइदिनु पर्यो के। एकदम तम तयारीमा छौँ हामी। यहाँ तपाईँहरू आइ नपुगिनै यहाँ बनिसक्छ। अब बनिसकेपछि फेरि हामीले थुक निल्दै बस्न सक्दैनौँ, अलिक चाँडै आइदिनु पर्यो। कुरिरहन धेरै गाह्रो के। यो त छ न दुईटा गरेर कति किलो छ? 4 किलो त छ। यो लोकल कुखुरा एकदम
लोकल कुखुरा भाले एकदम प्योर भाले नाम्जा नाम्जा मान्छे ठुङ्ने देखाइदेऊ न ऊ डाइरेक्ट ठुङ्गेको दुईटा नाम्जा के बिग्रिन्छ अघि समात्दा पनि अहिले यहाँ यो पनि राख्ने हो होइन हौ खुट्टा होइन त्यो होइन हो नगर्नु यो सबैबाट कुच्याएर गर्छ कुचाएर गर्छ हो र चक 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 सानोमा मलाई त अहिलेसम्म थाहै पनि थिएन हौ मलाई त ल र यो नवीन भाइले के गरेको होला हजुरको भयो